खेतालाहरू अहिले यत्रो धान काटेर आए बुढौली खेताला के छ खेताला हौ भर्खरको केटाकेटी छ के अनि थकाइ थाक्दिन दाँत भर्खर साथी हान्छ साथला भर्खर दाँत झरे हन हाम्रो एकदमै नौजवान खेताला यहाँ हुनुहुन्छ केटाकेटी मान्छे मान्छे अलि भुलिहाल्छ ठिकै छ सिकामला अर्का चाहिँ उहाँ हुनुहुन्छ यिनी त अलि बुढी हुन् म अलि बुढी छु भर्खर दाँत झरे थकाइ लाएर एक पाउ खाना आएका हो एक पाउ खानु पर्यो अनि चक्कर लाग्नु पर्यो पाउ ल्याउने मान्छे नि कता गयो यो घरका खेतालाहरू बाहिर बसेका छन् यो घरका खेतालाहरूले ल आयो पाउ आयो है ल यो घरका साउहरू चाहिँ राम्रा रहेछन् खेतालालाई जे होस् खेतालालाई पल्काउनु पर्छ है बरु पाहुनालाई लखड्नु पर्छ यो खेताला पल्काउने पाहुना झल्लाउने हो यो चाहिँ सिकाइराख्नु पर्छ चट्टा पाउ यो बाबा त्यो किन ल्याएको हो त्यो अहिले पनि यही त पाउ काम गर्नलाई काम गर्ने यही हो पाउ भनेर त हाम्रो आमाले ल्याइहाल्यो क्या आज चिरिप्प हुने भयो भने थियो क्या म त केही निको मान्दैन एकचोटि पुरा गङ्गाहरू ज्वाइँले ल्याएका खेतरुम्नेला त्यही जस्तो मिठो त कहिले अहिले अझ पनि नआउँदा यति खाया म त्यही दिनको त्यो खाएको सम्झ्यो भने म गर्मी हो नि त तपाईँहरू हेर्दै क्यामेरामा म पनि आउनु पर्यो नि तिमीले त मैले खिचिरहेको म पनि पाउ खाने हो अब पाउ आयो रेडी एक पाउ खाएपछि अब अलिकति काम गर्न सजिलो हुन्छ ल तिमी पनि खाऊ तिमी काम गरिसक्यौ देखाउ त खाऊ अघि अलिकति भए पनि आमाको हँसिया सम्हाल्यो छन् नि मैले काम गरेछु म नि खान्छु मेरो हतियार खोज्ने वाली नयाँ नयाँमा यत्तिकै खुसी हुनु पनि ठुलो कुरो हामीलाई कामै गरेर ठुलो छैन यहाँ डेडी कहाँ भयो यार यो घर भनेको माया प्रेमको घर हो काम छ अब ल मामा भिनाजु पनि खाने कस्तो त नयाँ बुहारीले हालिदिएको भिनाजु के पाउ हुँदा नि गिलासै खाइदिनु पर्छ कति प्यारो गिलास हो के हजुर कताबाट हो त ढल्केर पुरा भारी बग्ने के पाउ ल्याउनु भयो तपाईँले फेरि दोकानबाट आउनु तपाईँ पनि एक पाउ खाएर जानु डेढलाई नि धेरै मन परेको सट्टा पारे जाने भिना चाहिँ मेरो सिरु छ अनि त्यहाँ आएर लरिवरी गर्नुपर्ने त्यहाँ लरिवारी खेल्ने छ यो खानु एक पाउ खानु छ रे चिसो खानु घाँटी ठ्याक्ठ्याक यो भिनाले एक पाउ खायो भने दिदीसँग झगडा गर्नु होला झगडा गर्नलाई त नखानु भयो यत्रोसम्म मिलेर बसेको मान्छे अहिले एक पाउले झगडा एक पाउ खाएर झगडा गर्ने मर्ने बेला फेरि मर्ने बेला अहिलेसम्म झगडा गर्नु परेको छैन मर्ने बेला फेरि डिभोर्स गर्नु पर्ला अहिले त नियमै त्यही छ क्या सजिलै फेरि जम्मा हुन नि परेन जाँडा गरेर दिनु भयो यति बेला त डिभोर्स गरेर नि जाने कहाँ हो कसैले नि जान्दैन माइ त बामा नि छैन बसार जाने हो दाजुभाइ पनि छैनन् दाजुभाइ पनि छैन कोही छैनन् एउटा तिन चारवटा ढाडाहरू छ जस्तै त्यस्ता घरभित्र पसेर भएन खान दिन्न त्यसले एक्लै ग्यार्ने एक्लै ग्यार्ने हो यति बेला डिभोर्स गर्नु त गाह्रो छ नातिनी बुहारी खान्छ नातिनी बुहारी अब तिम्रो मेन फेभरेट आइहाली कसै छैन मेरो छोरी बाहिर निस्किआएन पिर त्यो छ गयो कि छ देख्यो छैन गयो कि कोहीले बोलाइ ल्याउ त नै बाहिर निस्केरै छैन निक्लेकै माथि गइहाली यसलाई त फोन गरे पनि थाहा हुन्न मरिहाल्यो कि दिन्छ थाहै हुन्न फोनै उठाउनु मरिगयो उठाउनु न क्या के हो भित्र तुन्तुन जे छ मोबाइलभित्र छ जे छ त्यो मोबाइलभित्रै छ यहाँले कहिले नखानु भएको कि यहाँ नखानु भएको होइन सेसे भयो अरे खान त खानुहुन्छ खान्छ स्यास्या हुन्छ चिसो भयो भने होस् आज जति छ त्यही पनि खान्छु म त माइले त गिलासै राम्रो भने गिलासै खाइदिनु जस्तो भयो मलाई साँच्चै हो साँच्चै मामाले भन्दा मलाई नि त खान्छ नि एउटा कडा कुटुम पारेर मिठो छ क्या कलर राम्रो छ यो कान्छी ल्याएको नि नि कान्छी ल्याएको कान्छी ल्याउँ राजस्थानबाट ल्याउँ त नि जग पनि छ त्यो जगमा हाल्नु पनि चिसो नि है मान्छेले कोदेर त्यसले किन लिएर दियो र न उहाँबाट दिएका थिए काकुहरूबाट उहाँबाट दिएका कान्छीलाई ए दसैँमा दिवाली बुहारी अनुमा बुहारीका होइन बुहारीका निकाले होइन गिफ्ट